हेलो साथीहरु नमस्ते। आज म तपाईहरुमा यस्तो खालको कम्पिटिसन लिएर आएको छु। तपाईहरु देख्न सक्नुहुन्छ अहिले यहाँ मैदानमा एकदमै ठूलो मात्रामा भिड भइरहेको छ र अहिले हामीसँग बाइकहरुको कम्पिटिसन चलिरहेको छ। सोलो कम्पिटिसन हेर्नुस् एकदम भिडियो अन्तिमसम्म हेर्नको लागि तयारी भइसक्नु भएको छ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले एकदमै रेडी अवस्थामा हुनुहुन्छ। अब 3 जनाको कम्पिटिसन सुरु भयो है। तपाईहरु देख्न सक्नुहुन्छ अहिले यहाँनेरि ह्याकिङ ट्रिक मैले तपाईहरुलाई देखाउन जाँदैछु। स्लो कम्पिटिसन एकदमै भव्य रूपमा भइरहेको छ अहिले यहाँनेरि। 3 जनाको कम्पिटिसन एकदमै बब्बाल भइरहेको छ। अहिले तपाईहरु देख्न सक्नुहुन्छ सुरु भइसक्यो। अब तपाईहरु देख्न सक्नुहुन्छ अहिले एकदमै खतरा ह्याकिङ ट्रिक। यहाँ लाइन छुना पाउँदैन, खुट्टा टेक्न पाउँदैन। यसमा सँगसँगै कुदिरहनु भएको छ। अहिले देख्न सक्नुहुन्छ 3 जनाको कम्पिटिसन चलिरहेको छ। अहिले एक जनाले अगाडि जानु भएको छ, 2 जनाको लगभग सँगसँगै कम्पिटिसन चलिरहेको छ। सँगसँगै कुदिरहनु भएको छ। हेर्नु होला एकदम रमाइलो भइरहेको छ अहिले। मलाई त एकदम रमाइलो लागिरहेको छ। तपाईहरुलाई कस्तो लागिरहेछ कमेन्ट गर्नु होला। स्टेप बाइ स्टेप उहाँ एकजना एकदम स्लोमा कुदिरहनु भएको छ, एकजना माथि पुगिसक्नु भएको छ, एउटा बीचमा हुनुहुन्छ एकजना। देख्न सक्नुहुन्छ अहिले उहाँले सबैभन्दा स्लोमा एकदम कन्ट्रोल गरेर बाइक कुदिरहनु भएको छ। स्टेप बाइ स्टेप गइरहनु भएको छ सबैजना। बाइक रेसिङ स्लो कम्पिटिसन। एकजना एकदम छिटो कुदिराख्नु भएको छ भने अर्को अलि स्लोमा कुद्नु भएको छ र एकदम प्राय स्लोमै कुद्नु भएको छ। बाइक रेसिङ स्लो कम्पिटिसनमा यहाँ भइरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले एकदमै खतरा। उहाँ एकदम ढिलो कुदिरहनु भएको छ, एकजना छिटो कुद्नु भएको छ। स्लोमो तपाईहरु देख्न सक्नुहुन्छ अहिले एकदमै यो एकदम बब्बाल ट्रिक रहेको छ। एकजना त अगाडि नै गइसक्नु भयो। उहाँहरू 2 जनाको चाहिँ कम्पिटिसन चलिरहेको छ। भिडियो हेर्नु होला, अन्तिमसम्म हेर्नु होला, एकदमै रमाइलो हुनेछ। कसले जित्छ भन्ने तपाईहरुलाई उत्साह लागेको होला। सर र यता ट्राफिक दाइहरु पनि हुनुहुन्छ। उहाँले टर्निङ हुँदै हुनुहुन्छ एकदमै मज्जाले। अरु 2 जना अगाडि गइसक्नु भएको छ। हेर्नुहोस् एकदमै कमाल र एकदम बब्बाल रहेको छ। एकजना त धेरै अगाडि पुगिसक्नु भएको छ। 2 जनाको एकदम कम्पिटिसन चलिरहेको छ। कसले जित्छ हेर्नु होला एकदम अन्तिमसँग। म तपाईहरुलाई क्यामेरा अलि नजिक लगाएर देखाइरहेको छु। उहाँले कुन ट्रिक लगाउनु भएको त मलाई थाहा छैन, तर उहाँले एकदमै कन्ट्रोल गरेर बाइक स्लोमा चलाइराख्नु भएको छ। तल पुगेपछि ल एकदम स्लोमा कुदेर 2 जनाको एकदम कम्पिटिसन चलिरहेको छ। नजिक 1 मिटरको दूरीमा रहेको छ। राम्रो रमाइलो लागिरहेको छ यहाँनिर। एकदमै रमाइलो लागिरहेको छ। घाममा पनि म हिँडिरहेको छु यसरी। एकदम रमाइलो छ है। सेकेन्डवाला मान्छेले कस्तो मजाले अहिले कन्ट्रोल गरिराख्नु भएको छ बाइक। हेर्नुहोस् एकदम मजाले। एकजना त म अगाडि गइसक्नु भयो। यहाँ 2 जनाको कम्पिटिसन एकदम भइरहेको छ। थोरै एक हातको फरकमा भइरहेको छ अहिले। यहाँ लगभग 2 जनाको कम्पिटिसन चलिरहेको छ है। उहाँले एकदमै कन्ट्रोल गरेर बाइक चलाइराख्नु भएको छ। एकदम खतरा बब्बाल भइरहेछ अहिले यहाँनिर। 2 जनामा कम्पिटिसन चलिरहेछ। ल सँगसँगै भयो 2 जना सँगसँगै एकदमै ब्यालेन्समा चलाइरहनु भएको छ। 2 जनाको कम्पिटिसन ल भन्ने छैन त। एकदम कम्पिटिसनमा चलिरहेछ 2 जनाको अहिले। कसले जित्छ तपाईले कमेन्ट गर्नु होला। ल अहिले त एक हातको फरक 1 मिटर फरक। ल उहाँले पनि एकदम कन्ट्रोल गरिराख्नु भएको छ। बाइक पनि अहिले एकदमै उत्साही छु। कसले जित्छ भन्ने एकदमै आशा छ। कसले ढिलो कुदाउने बाइक भन्ने प्रतियोगितामा अहिले तपाईँहरूले हेरिरहनु भएको छ होला नि।
उहाँ एकजना त कटिसक्नुभयो, अब एकजना बाँकी छ। उहाँले पनि कटाउनुहुन्छ भन्ने पुरै विश्वास छ। हेरिराख्नु होला भिडियो अन्तिमसम्म। कस्तो लाग्छ तपाईँलाई लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गर्नु होला। र अर्को कुरो, अब नेक्स्ट भिडियोमा कस्तो टाइपको लिएर आउँ भने कुन खालको भिडियो राम्रो हुन्छ तपाईँहरू मलाई कमेन्ट गर्नु होला। म हुनेछु भन्ने म बिदा हुन चाहन्छु। नमस्ते।